चितवनको मुगलिन नारायणगढ सडक खण्डमा बस पल्टिँदा 38 जना घाइते भएका छन्। दाङबाट काठमाडौँतर्फ आइरहेको बस आज बिहान करिब 3:10 सडकमै पल्टिएको थियो। लुम्बिनी प्रदेश 020001 ख 04660 नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो। प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर लगायत विभिन्न अस्पताल पठाएको छ। मौलाकालिका अस्पताल भरतपुरमा 15 जना, पुरानो मेडिकल कलेज भरतपुरमा 13 जना, नयाँ मेडिकल कलेज भरतपुरमा 4 जना र जनता केयर अस्पताल मुगलिनमा 6 जना घाइतेहरूको उपचार भइरहेको छ। गोरखापत्र संस्थानले लोकसेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेको विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। खुल्ला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकलाई हृदयपूर्वक दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारहरूले दरखास्त फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी A4 साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको 3 प्रति फोटो टाँची सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँमा दरखास्त पेश गर्न सक्नेछन्। भोजपुरको हतुवागढी गाउँपालिका 9 मचुवाबाट 500 किलो गाँजा सहित ओमचोक गाउँपालिका 9 का 29 वर्षीय रुद्रबहादुर श्रेष्ठका साथै अन्य 9 जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन्। शंकास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए। प्रहरीले नासात 350 नम्बरको ट्र्याक्टरमा जाँच गर्दा 43 वटा बोरामा रहेको उक्त परिणामको गाँजा फेला परेको हो। सबै अभिव्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ। ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न प्रमुख सदस्यहरू सहित म्यानमा स्थित आपराधिक गिरोहसँग सम्बन्धी 11 जनालाई मृत्युदण्ड दिएको सरकारी सञ्चार माध्यमले जनाएको छ। अर्बौं डलर बराबरको अवैध कारोबारसँगै जोडिएको यो ठगी उद्योग म्यानमारका कानुनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै आएका बताइएको छ। आइसिसी T20 विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले भारतको मुम्बई क्रिकेट एकाडेमीलाई 7 विकेटले पराजित गरेको छ। पहिलो अभ्यास खेलमा विजयी भएको नेपाल टिमले दोस्रो अभ्यास खेल शनिबार खेल्दैछ। बिहीबारको खेलमा अस्वस्थका कारण सन्दीप लामिछाने उपस्थित हुन सकेका थिएनन्। शनिबारको खेलमा भने उनी उपस्थित हुने अनुमान गरिएको छ।